क्रिप्टोकरेन्सी यो धनी बनाउने बाटो हो या धोका? हामी सुन्छौँ कि यो नै भविष्य हो। अहिले किनेर राख्नुपर्छ, नत्र पछि पछुताउनु पर्ला। यो इन्टरनेट पछिको सबैभन्दा ठुलो क्रान्ति हो। तर के साँच्चै? आज हामी क्रिप्टोकरेन्सी के हो, यसलाई कसले बनायो, कसरी धनीहरू झन् धनी हुन्छन्, कसले चाहिँ पैसा गुमाउनु पर्छ, क्रिप्टोमा पैसा हाल्ने कि नहाल्ने, तर त्योभन्दा पनि मेन कुरा के क्रिप्टोकरेन्सी स्क्याम हो, आज हामी यस बारेमा छलफल गर्नेछौँ। अरूले क्रिप्टोमा प्रफिट गरेको स्टोरी, सोसल मिडियामा आउने विज्ञापन र क्रिप्टो गुरुहरूको अहिले नै किन्नुपर्छ भन्ने कुराहरू सुनेर आजकल जसलाई पनि क्रिप्टोमा पैसा हाल्नुपर्छ भन्ने सोच आउँछ। अब कामै नगरी पैसा कमाउने इच्छा कसलाई हुँदैन? तर यसको डार्क रियालिटी अर्कै छ। अब सुरु गरौँ क्रिप्टोकरेन्सी के हो भन्नेबाट। डिस्क्लेमर, म कुनै क्रिप्टो गुरु अथवा फाइनेन्सियल एडभाइजर होइन, तर मैले रिसर्च गरेको र आफूले गेन गरेको एक्सपिरियन्सहरू तपाईँलाई सेयर गर्न जाँदैछु। साधारण भाषामा भन्दा क्रिप्टोकरेन्सी भनेको डिजिटल पैसा हो। यो हाम्रो ट्रेडिसनल पैसा जस्तै रुपिज, डलर वा युरो जस्तो होइन। हाम्रो ट्रेडिसनल पैसाहरू जसलाई सेन्ट्रल अथोरिटी अथवा एकाधिकार हुन्छ, जस्तै ब्याङ्क वा गभर्मेन्टले कन्ट्रोल गर्छ। तर क्रिप्टो त्यस्तो हुँदैन। यो डिसेन्ट्रलाइज अथवा एकाधिकार नभएको नेटवर्कमा रहन्छ। कसैलाई पनि सेन्ट्रल अथोरिटी हुँदैन, जसलाई ब्लकचेन भनिन्छ। ब्लकचेन भनेको चाहिँ यो डिसेन्ट्रलाइज डिजिटल खाता अथवा लेजर हो। अब कुनै ट्रान्ज्याक्सन भयो भने यसले डाटा धेरै कम्प्युटरहरूमा सेभ गरेर राख्छ। हरेक कम्प्युटर नेटवर्क एउटा ब्लक भयो र हरेक ब्लकहरूमा ट्रान्ज्याक्सनहरू रेकर्ड हुन्छ र सबै ब्लकहरू एक अर्कासँग लिङ्क भएको हुन्छ। यही लिङ्कलाई नै ब्लकचेन भनिन्छ। पेमेन्ट डाइरेक्ट एउटा पार्टीबाट अर्को पार्टीलाई तुरुन्त पठाउन मिल्छ, बिना कुनै सेन्ट्रल अथोरिटी। क्रिप्टोकरेन्सीको डार्क रियालिटीको कुरा गर्नुभन्दा अगाडि यो कहिलेदेखि सुरु भयो त्यो कुरा गरौँ। क्रिप्टोकरेन्सीको सुरुवात बिटकोइनबाट भएको हो, तर बिटकोइन कसले बनायो भन्ने कुरा चाहिँ कसैलाई थाहा छैन र कहिले पनि थाहा हुँदैन होला सायद। 2009 मा सातोशी नाकामोटो भन्ने मान्छेको नामबाट बिटकोइन बजारमा सार्वजनिक भयो। अब सातोशी नाकामोटो म हुँ भनेर कसैले पनि अहिलेसम्म क्लेम गरेको छैन र यो साँच्चीकै एकजना मात्र मान्छे हो वा धेरै मान्छे हो अथवा ठुलो अर्गनाइजेसन नै हो भन्ने कुरा अझै रहस्यमय छ। बिटकोइनको फर्स्ट ट्रान्ज्याक्सन 2010 मा भएको थियो। लाचो हानेसले 2वटा पिज्जा किन्न अहिलेको लगभग $800 मिलियन तिरेका थिए। उनले 10,000 बिटकोइन युज गरेर पिज्जा किने। त्यो बेला 10,000 बिटकोइनको प्राइस जम्मा $40 जति थियो। अहिले एउटा बिटकोइनको प्राइस $83,000 छ। त्यो बेला कसैले पनि कल्पना गरेको थिएन कि बिटकोइनको प्राइस यति बढ्छ भनेर। बिटकोइन पछि इथेरियम भन्ने क्रिप्टोकरेन्सी विटालिक बुटेरिनले बनाए। अहिले वर्ल्डमा झन्डै 10,000 एक्टिभ क्रिप्टोकरेन्सीहरू छन्। अवश्य हामी क्रिप्टोकरेन्सीको डार्क रियालिटीको बारेमा कुरा गरौँ। धनीहरू चाहिँ कसरी झन् धनी हुन्छन् त? धनी मान्छेहरूले सुरुमा नै बिटकोइन सस्तो हुँदा टन्नै थुपारेर राखेका छन् र नयाँ कोइनहरू पनि भर्खर बजारमा आउँदा धेरै मात्रामा किन्छन्। उनीहरूको रणनीति भनेको पम्प एन्ड डम्प हुन्छ, मतलब सस्तो हुँदा धेरै किन्ने र महँगो हुने बित्तिकै सबै बेच्ने। धनी क्रिप्टोकरेन्सी लगानीकर्ताहरूले युट्युब र सोसल मिडियामा एकदमै ठुलो हाइप सिर्जना गर्छन्, जसले गर्दा हजारौँ तपाईँ हामी जस्तै मान्छेहरू पनि यसको प्रलोभनमा पर्छौँ र क्रिप्टोमा लगानी गर्न प्रेरित हुन्छौँ। जब बिग इन्भेस्टरहरूले टन्नै पैसा हाल्छन्, क्रिप्टोको भाउ बढ्न थाल्छ, जुन चाहिँ एकदमै क्याल्कुलेटेड स्ट्र्याटेजी हो। अनि हामी जस्तो मान्छेहरू लोभ र प्रभावमा आएर क्रिप्टोकरेन्सीहरूमा पैसा हाल्न थाल्छौँ। त्यसपछि जब क्रिप्टो कोइनहरू आकाशिन्छ, सब बिग इन्भेस्टरहरूले रातारात आफ्नो सेयरहरू बेच्न थाल्छन् र एक्कासी मूल्य घट्न जान्छ। त्यसपछि हामी जस्तै हजारौँ लाखौँ मान्छेहरूले आफ्नो लगानी डुबाउँछौँ। तिनीहरूले क्रिप्टोकरेन्सीलाई फेक पम्प गरेर लाखौँ कमाए, तर डुब्ने तपाईँ हामी नै हो। यसको व्यापक रूपमा आलोचना भए पनि क्रिप्टोकरेन्सीको कानुन राम्रो नभएको भएर यो ट्रेन्ड अझै पनि देखिन्छ। कस्तो मान्छेहरूले चाहिँ पैसा गुमाउँछ त? साधारण पब्लिकहरू जुन सोसल मिडियाको हाइपमा इन्फ्लुएन्स हुन्छन्, उनीहरू फोममा, फियर अफ मिसिङ आउट मेन्टालिटीमा पुग्छन्। मतलब मैले मात्र मौका गुमाउने हो कि भन्ने मेन्टालिटी। त्यसको इन्फ्लुएन्समा आएर अब म पनि क्रिप्टो कोइन झन् बढ्नुभन्दा अगाडि नै किनिहाल्छु भन्छन् र मार्केट रिसर्च नै नगरी, कुनै नलेज नै नभइकन क्रिप्टो मार्केटमा इन्भेस्टमेन्ट गर्न थाल्छन्। धेरै जसो बेला क्रिप्टो कोइनहरू हामीले थाहा पाउँछ पहिले नै यसको पिकमा पुगिसकेको हुन्छ र पछि यसको भाउ स्वाट्टै गर्दा नराम्रोसँग पैसा डुबाउन पुग्छौँ। एकदम एक्सेप्सनल केस मात्र छ कि जसमा जनरल पब्लिक रातारात धनी भएको, नत्र धेरै जसो मान्छेहरू यो म्यानिपुलेसनमा फस्छन् र आफ्नो लाइफ सेभिङ्सहरू गुमाउन पुग्छन्। धेरै स्क्यामको न्युजहरू पनि आउँछ, जस्तै कुनै नयाँ क्रिप्टो बनाउनेहरूले पैसा बटुलेर फरार भएको। अब क्रिप्टोमा पैसा गुमाउन स्क्याम नै हुनुपर्छ भन्ने छैन। साधारण मार्केटको उतार चढावले पनि धेरै पैसा गुमाइन्छ। अब कसरी एकजनाले पैसा कमाउन अर्कोले पैसा गुमाउनै पर्छ त? क्रिप्टोकरेन्सीले कुनै जादु गरेर नयाँ धन सिर्जना गर्ने होइन। यसले खालि एकजनाको पैसा अर्को मान्छेको अकाउन्टमा लाने काम मात्र गर्छ। यदि तपाईँले 10,000 प्रफिट बनाउनु भयो भने अरू मान्छेहरूले 10,000 गुमाएर पाउनु भएको हो। यो एउटा स्ट्र्याटेजिक गेम मात्र हो र गेममा जित मात्र हुँदैन, यसमा कसैले हार्नै पर्छ।
यो खेलमा धेरै म्यानिपुलेसन र इन्फ्लुएन्स हुन्छ र यसले तपाईको भावनासँग खेलेर तपाईको पैसा बटुल्ने काम मात्र गर्छ। इमेजिन गर्नुहोस् यो क्रिप्टो $2 हुँदा इलन मस्कले 10 मिलियन हाल्यो अनि कोइनको प्राइस $3 पुग्यो। पब्लिकहरूले प्राइस बढेको देख्यो अनि अब यो कोइन अझै बढ्नुभन्दा अगाडि यसमा इन्भेस्टमेन्ट गर्नुपर्छ भनेर पैसा इन्भेस्ट गर्न थाल्यो। केही हप्तामै क्रिप्टोको प्राइस $3बाट $6 पुग्यो। त्यसपछि इलन मस्कले सबै कोइनहरू बेचे अनि 10 मिलियनलाई 20 मिलियन बनाए। अब क्रिप्टो करेन्सीको प्राइस फेरि $2 मा झर्यो। जसले त्यो कोइन $4, $5 र $6 हुँदा किन्यो उनीहरू आत्तिन थाले र आफ्नो सेयरहरू पनि बेच्न थाले, तर बेच्दा घाटामा बेच्नु पर्यो। यसरी उनीहरू नराम्ररी फस्यो, धेरै पैसाहरू गुमाए पनि। यसरी यिनीहरूको पैसा इलन मस्कको ब्याङ्क अकाउन्टमा गयो। यो प्रोसेस धनीहरूले रिपिट गर्दै जान्छन् र लिगली पब्लिकहरूको पैसा लुट्छन्। टप 1%ले 90% बिटकोइन कन्ट्रोल गर्छन्। बाँकी 99% भनेको हामी जस्तै मान्छेहरूले धनी हुने आशमा पैसा हाल्दै फसाउँदै जाने हो। अब सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ हामीले क्रिप्टोमा इन्भेस्ट गर्ने कि नगर्ने। क्रिप्टोमा प्रफिट बनाएको मान्छेलाई सोध्नु भयो भने तिनीहरूले यो त फ्युचर हो, यसमा लगानी गर्नै पर्छ भन्छन् भने जसले लस बिहोर्नु परेको छ तिनीहरूले यो स्क्याम वा ग्याम्बलिङ हो भन्छन्। त्यसैले तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ। त्यति मात्र लगानी गर्नुहोस् जति तपाईँ गुमाउन तयार हुनुहुन्छ। साथै तपाईँ आफ्नो इमोसनलाई कन्ट्रोल गर्न सक्नुहुन्छ, डिसिजन मेकिङ पावर राम्रो छ र मार्केटको स्ट्र्याटेजी बुझ्नुहुन्छ भने सबै क्रिप्टो करेन्सीहरू स्क्याम नै हो भन्न मिल्दैन। तर यो कुराहरू तपाईमा छैन भने यो स्क्याम भन्दा अरू केही होइन। क्रिप्टो करेन्सीले अहिलेसम्म न कुनै प्रोडक्ट दिएको छ न कुनै प्र्याक्टिकल सर्भिसहरू। आजको दिनसम्म पनि हाम्रो ट्रेडिसनल मनी नै कारोबारमा आइरहेको छ। त्यसैले इन्भेस्ट गर्ने र नगर्ने भन्ने कुरा तपाईको स्ट्र्याटेजी, तपाईको नलेज र मेन कुरा तपाईसँग कति पैसा छ भन्नेमा भर पर्छ। क्रिप्टो कुन बेला किन्ने र बेच्ने डिसिजन लिनलाई मार्केटको रिसर्च, क्रिप्टो न्युजको अपडेट र स्ट्र्याटेजीहरू सबै बुझ्नुपर्छ, नत्र यो पैसा डुबाउने बाटो मात्र हो। म चाहिँ तपाईको एक्सपिरियन्स सुन्न चाहन्छु। तपाईले क्रिप्टो करेन्सीमा पैसा कमाउनु भएको छ या गुमाउनु भएको छ? तपाईसँग के एक्सपिरियन्स छ? अरूलाई के सजेसन दिन चाहनुहुन्छ? तल कमेन्ट सेक्सनमा लेख्नु होला। अनि यो भिडियो यहाँसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा हामी फेरि भेटिँदैछौँ। तबसम्मको लागि थ्याङ्क यू।